हेलो गाइजहरू आज चाहिँ हाम्रो बा चाहिँ चितवन आउँदै हुनुहुन्छ अनि मम्मीले भिडियो गर्दै हुनुहुन्छ। तपाईहरुलाई चाहिँ हाम्रो यो नयाँ भिडियोमा स्वागत छ। तपाईले देख्न सक्नुहुन्छ हामी चाहिँ गाडी कुरेर बसिरहेका छौं बाटोमा आज चाहिँ है। अनि बा आउने भनेर अनि त्यही गाडीमा सामान पठाउने भनेर हामीले लिएर राखिरहेका छौं सामानहरु हालेर अनि हामी चाहिँ चौतारामा कुरेर बसिरहेका छौं हैन। अनि ट्याक्क कुरेर बसेछौं अनि बा आउनुहुन्छ अहिले। आज चाहिँ हामी यस्तो खुसी छौं अनि माघे संक्रान्तिको भाग पनि लिएर आइदिनु भयो के। अनि हामी चाहिँ बसिरहेको छौं है कुरिरहेको छौं। यो चाहिँ हाम्रो घरनिरको चौतारा हो हेर्नुस् कस्तो राम्रो छ। मेरो भाइ र म चाहिँ उतै बसिरहेको छौं। म चाहिँ यहाँ छु चाहिँ एकदम खुसी छु बालाई बाटोमा कुरेर बसिरहेको छु। मलाई चाहिँ यस्तो क्यामेराहरु देखेपछि अलिकति लाज लाग्छ त्यही भएर बोल्नलाई अलि कस्तो कस्तो भएर बोलिरहेको छु। अनि हामी चाहिँ कुरेर बसिरहेको थियौं। अनि यता चाहिँ बालाई चाहिँ खाना पकाइरहेको थियौं। अनि तरकारी यता पाक्दैछ बालाई अनि हाम्रो बाले चाहिँ माछा खानुहुन्न शाकाहारी हुनुहुन्छ अनि त्यही भएर आलु काउली बनाइदिइरहेको थियौं पकाइरहेको थियौं। अनि मम्मी चाहिँ भिडियो गर्नुपट्टि लाग्नुभयो अलि तरकारी डढेको जस्तो भयो थियो। अनि ट्याक्कै अनि मम्मी तरकारी चलाउन आउनुभएको बेलामा गाडी पनि फाइनली आइपुग्यो। अनि हामी चाहिँ दौडेर गयौं अनि त्यसपछि बा झर्नु भयो अनि मैले राधा स्वामी गरेँ। अनि माथि चाहिँ उस कन्डक्टर दाइले चाहिँ झिक्दै हुनुहुन्थ्यो सामान झिक्दिँदै हुनुहुन्थ्यो अनि बा पनि ठ्याक्कै आइपुग्नु भयो। अनि सामान चाहिँ कुन हो भनेर पछाडि डिक्कीमा चाहिँ रोज्न पर्छ के अनि त्यही भएर अनि जानुभयो डिक्की निकाल्न। अनि यो चाहिँ हाम्रो गाउँ जाने मामा घर जाने गाडी हो। तपाईहरु चितवनदेखि अब भिमातिर के अरे तनहुँतिर जान छ भने चाहिँ यो गाडीलाई सम्पर्क गर्नु होला। यो गाडीले चाहिँ घर घरै पुर्याइदिन्छ। अनि बाले चाहिँ ट्याक्क सामानहरु झिक्नु भयो। अनि हामीलाई चाहिँ माघे संक्रान्तिको भाग छोड्न आउनु भएको कि हामी गएनौं हामीले कुखुरा बाख्रा पालेको छौं नि त। अनि ट्याक्क बा घर आउनु भयो अनि त्यसपछि चाहिँ हामी चाहिँ सामान खोल्नलाई के लिएर आइदिनु भयो भनेर खोल्नलाई चाहिँ हामी हतार हतार गरिरहेको थियौं कि अब त्यो एउटा एक्साइटेड हुन्छ नि त के लिएर आइदिनु भयो भनेर। अनि त्यसपछि अनि सुन्तला लिएर आइदिनु भएको रहेछ अनि बिस्कुट अनि यता चाहिँ सेलरोटी यो चाहिँ विशेष हो के अब माघे संक्रान्तिमा त यो त पहाडतिर त नहाल्ने हुँदैन नि त। अनि पिना अनि केरा अनि त्यसपछि चाहिँ यो उस भयो अनि सिमी अब पहाडतिर यस्तो सिमी लोकल अनि टमाटरहरु फल्छ नि त। अनि हेर्नु त सिमी अनि मुला पठाइदिनु भएको छ। अनि त्यसपछि यो रुमालमा चाहिँ के छ है भाइले खोल्दैछ। अनि यता चाहिँ यो चाहिँ सायद घिउ नै होला माइजूले घिउ पठाइदिन्छु भन्नुभएको थियो। अनि यो चाहिँ कसार है कसार मतलब तिलको लड्डु रहेछ। अब यो त माघे संक्रान्तिमा यो पनि त विशेष नै हुन्छ नि त। अनि यो खोल्दैछ है भाइले यो चाहिँ मेरो भाइ हो। अनि यत्रो प्लास्टिकमा छ अब के हो है यो घिउ नै रहेछ मैले भनिरहेको थिएँ नि घिउ नै होला भनेर। अनि घिउ रहेछ अनि यो चाहिँ कोदाको पिठो अब पहाडतिर कोदो हुन्छ यता चितवनतिर हुँदैन नि त। हामी अब यता चितवनमा छौं अनि यता खासै हुँदैन। अनि यो बोरा चाहिँ यो चाहिँ ठुलो मम्मीले पठाइदिनु भएको है। ठुलो मम्मीले चाहिँ मामुले चाहिँ हामीलाई एकदम माया गर्नुहुन्छ। अब के पठाइदिनु भयो है मामुले मामुले अब यो चाहिँ धागो अब मम्मीले सिलाउनुहुन्छ नि त अनि धागो रहेछ। अनि यो चाहिँ मामालाई पठाउने उता विदेश पठाउने कोसेली रहेछ। अनि यो चाहिँ के रहेछ यो चाहिँ फाइबर सिरकको खोल रहेछ। मामुको चाहिँ मम्मीको चाहिँ दोकान छ। अनि यो चाहिँ अब के हो है त
अनि यो चाहिँ जुत्ता जाडोमा लगाउने अनि त्यो भित्र चाहिँ के हो अनि त्यसपछि यो चाहिँ के रहेछ पैसा मामुले पैसा पठाइदिनु भएको हामी माघे सङ्क्रान्तिमा गएन अनि त्यही भएर माघे सङ्क्रान्तिको भागहरूलाई पक्कै पनि छोराछोरीलाई पठाइदिनु भएको अनि यता चाहिँ मैले खाजा दिँदैछु बालाई हाम्रो घर चाहिँ त्यस्तो राम्रो छैन है सानो छ अनि यो चाहिँ पर्दा रहेछ अनि भाइले चाहिँ सेलरोटीको पोका खोल्दैछ खानको लागि कति हतार यता चाहिँ ठुलो मम्मीसँग बात हुँदैछ है हाम्रो घिउको बारेमा कुरा गर्दै हुनुहुन्छ ओके बाई थ्याङ्क यू तपाईँहरूले चाहिँ यो भिडियो पहिलोचोटि हेर्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला है।